नमस्ते। आज म गोर्खा जिल्ला पालुन्टार नगरपालिका वडा नम्बर 4 बडाँडा ठगुरी गाउँ हामीहरूको घर भएको घिम्रेबारीदेखि श्री अमरज्योति जनता मावि लुइटेलको गेटसम्म सडक मार्गद्वारा जाने बाटोको अवस्थाको छोटो भिडियो प्रस्तुत गर्दैछु। यो पछाडिपट्टि देखिएको हामीहरूको घर भएको ठाउँ हो। त्यसपछि यो पारिपट्टि शिवलीगान डाँडो भनिन्छ यसलाई। अनि यहाँ तल केराको बोट भएको घर नेरी हाम्रो तोरण मामाको घर छ। अनि यहाँबाट मोडिएपछि बिस्तारै हामी भुतिया दुईवटा भुतिया खोल्सीहरू छन्, ओल्लो भुतिया र पल्लो भुतिया भन्छन्। माथिबाट भन्दाखेरि यो चाहिँ अहिले आउन लागेको पहिलो यो खोल्सी देखियो। यो खोल्सीलाई पल्लो भुतिया भनिन्थ्यो। यहाँ चाहिँ मिठो पानीको भएको एउटा कुवा थियो र माथिका मान्छेहरू खरबारी गाउँ देखेका मान्छेहरूले पनि अन्तिम अवस्थामा यो पल्लो भुतियाको पानी खान पाए हुन्थ्यो भनेर भन्नुहुन्थ्यो अरे। यहाँ अगाडि बढेपछि यतापट्टि जुन जङ्गल देखिएको भाग छ अहिले यसलाई भुतियाको छुची भनिन्थ्यो। यहाँ पहिला खेत थियो, खेत रोप्नुहुन्थ्यो। यो छुचीमा मात्रै होइन, अगाडिपट्टिको खोल्सोमा समेत ठुल्ठुलो गराहरू खेतहरू थिए। ती खेतहरू अहिले जङ्गल भएका छन्। हामी फेरि अर्को खोल्सीमा प्रवेश गऱ्यौँ। यसलाई ओल्लो भुतिया भनिन्छ। यो खोल्सोको माथिपट्टि नै एउटा छत्तीवनको रुख छ। त्यसको फेदमा देवीको मन्दिर छ, थान छ, देवीको थान छ। र हाम्रो गाउँघरका दाजुभाइ सबैजना मिलेर वर्षको कम्तीमा एकचोटि यो देवीको पूजा गर्ने चलन छ। अब ग्राभल भएको उकालो बाटो आयो। यो इभी गाडीलाई उकालो बाटोमा ग्राभल हुँदाखेरि अलिक तान्न चाहिँ गाह्रो हुने रहेछ। तैपनि राम्रैसँग अगाडि बढ्दैछौँ हामी। यहाँनिर एउटा गुलियो स्वाद हुने, काँचैमा गुलियो हुने स्वाद भएको आँप भएको हुनाले गुलियो आँप भनिन्थ्यो। गुलियो आँपको फेर्नेर आइयो। ल उकालो कटियो, अप्ठ्यारो बाटो सकियो। अब सजिलो बाटो डाँडा चौरमा आइपुग्यौँ हामी। यहाँ तलपट्टि हाम्रो किरण भाइ, गणेश इत्यादिको घर छ। बायाँपट्टि यो पारिपट्टिको चाहिँ पारी गाउँ हो, हाम्रो पुरानो बस्ती भएको थियो हो। यो चौताराको बायाँपट्टि चाहिँ नै सामुदायिक भवन, आमासम्मको सामुदायिक भवन र हामीहरूले पोहोर चन्दा उठाएर बनाएको सरस्वती मन्दिर पनि छ। अनि यो माथि देखिएको डाँडो लिगलिगको डाँडो हो। अनि यो पारी गाउँ बिस्तारै हेर्दै जाउँ। यो पारी गाउँको बस्ती, यो काँचो दाउरा काटेर राखिन्छ यसरी हिउँदमा, अनि बर्खाभरि काट्ने। र अगाडि बढेपछि अब ढलान भएको बाटो आउन लाग्यो। यो ढलान भएको बाटो अगाडिपट्टि मोड थियो, त्यो मोडमा ट्याङ्की थियो, त्यसैले त्यसलाई ट्याङ्की भन्छन्। र हाम्रो गाउँमा बस्ने हाम्रो समाजसेवी भाइ किरणजन शाहको अग्रसरतामा यो ढलान बाटो निर्माण भएर ढलान भएको छ र सजिलो भएको छ अहिले। मात्र भने पहिला यहाँबाट यो गाडी घुमाउनलाई असाध्यै गाह्रो पर्ने अवस्था थियो। अहिले चाहिँ एकदमै सहज भएको अवस्था देखियो। लगभग 150 मिटर जति होला यो लामो ढलान गरिएको छ। ढलान अगाडिपट्टि फेरि रातो माटो भएको, ग्राभल पनि गरिएको गर्नु त, तर पनि रातो माटो भएको उकालो बाटो देखियो। तर इभी गाडीलाई यस्तो रातो माटो भएको चिप्लो नभएको उकालो बाटोमा चाहिँ खासै फरक पर्दो रहेछ। अगाडिपट्टि देखिएको यो कुइनोटो जस्तो कुनामा चिसो पानीको मूल थियो। अनि योभन्दा अगाडिपट्टि रोटेपिङ पनि छ। अनि त्यो चिसो पानीको मूलमा हामीले सानो डोबिल्का कुवा जस्तो बनाएर यहाँ पिङ खेल्न आउँदाखेरि पानी खाने गर्छौँ। यो अगाडि देखिएको चौतारो यो बरको रुख हो, यतापट्टि देब्रेपट्टि पिपलको रुख। अनि यही चौताराको अगाडिपट्टि रोटेपिङ थियो। हामी केटाकेटी हुँदाखेरि दसैँ तिहारमा रोटेपिङ खेल्ने ठाउँ यही हो। यहाँबाट अगाडि लागेपछि बिङ्गेरा भन्ने ठाउँमा आउँछ। बिङ्गेराको चौतारा त्यो पुग्नुभन्दा अगाडि यसको कुनामा ठ्याक्कै यहीँ चाहिँ कुनामा ठुलो आँपको रुख थियो। यो बाटो बनाउने क्रममा त्यो आँपको रुख चाहिँ काट्नुपर्ने अवस्था भएर काटियो। देब्रेपट्टि चाहिँ अझै पनि आँपका रुखहरू छन्। दाहिनेपट्टि यो चौतारा हो, तर बर पिपल अलिक जीर्ण अवस्थामा पुगिसकेको रहेछ। अनि ठ्याक्कै यहाँबाट मोडिएर खोचमा प्रवेश गर्दाखेरि यही खोचलाई हो खास गरी बिङ्गेरा भन्ने चाहिँ। अनि यहाँबाट अगाडि लागेपछि एउटा चौतारो छ। त्यो चौतारोको पनि छुट्टै नाम छ, फेरि लसुन गनाउने चौतारो भन्छन्। किनभने केटाकेटी हुँदाखेरि के किंवदन्ती सुनिन्थ्यो भने यहाँ एक्लै दुक्लै आयो भने यो चौतारामा लसुन गनाउँछ अरे भन्थे। अनि यो अगाडिपट्टिको वन समितिको मिटिङ बस्ने सामुदायिक भवन हो। यो बाटोको छेउमा आँपको रुख पनि छ। ठ्याक्कै यसको अगाडिपट्टि दायाँपट्टि चौतारो छ। चौतारो अझै पनि छ, तर जीर्ण अवस्थामा रहेछ, मैले देखाइनँ। अनि अगाडिपट्टि गएपछि यो छेउमा बाटोको छेउमा आँपको रुख र अगाडि देखियो भच्चेक सिरान डाँडादेखि आउने पिच बाटोमा हामी मिसिँदैछौँ।
यहाँबाट दाहिने लाग्यो भने हामी बटडाँडा, आमपिपल, हर्मी, चिप्लेटी, भच्चेक हुँदै सेरान डाँडा पुग्छौँ र देब्रे लाग्यो भने लुइटेल भन्ज्याङ अनि सातो बाटो छेपेटार, गोर्खा, खैरेनी, काठमाडौँ जान सक्छौँ। यो देब्रे बाटो हामी आज लुइटेल भन्ज्याङतिर बाटो लाग्ने यो देब्रेपट्टिको पिच बाटोतिर लाग्यौँ। यो बस्ती अर्चले भन्छ यसलाई। यहाँ नेवार बस्ती छ, लगभग 99.9 100% भन्ने पनि हुन्छ, 100% नै यहाँ नेवार बस्ती छ। तर यसको माथिपट्टि यो बस्तीको माथिपट्टि चाहिँ अरू जातिका बस्तीहरू पनि छन्। अनि यसको देब्रे तलपट्टि यहाँ पानीको सुविधा हुनुभन्दा पहिला यहाँको मान्छेले पानी खाने स्रोत पँधेरोको रूपमा दुगी पँधेरो रहेको छ। यो देखिएको अगाडिपट्टि यो देखिएको चाहिँ त्यसैको सामुदायिक भवन हो। र यसरी हामी अर्चलेको बस्ती पनि कटेर बिस्तारै जङ्गलतिर लाग्दैछौँ। अगाडिपट्टिको भागलाई अलि ओह्रालो परेको भाग छ अनि फेरि ओह्रालो कट्ने बित्तिकै तुरुन्तै उकालो पनि आउँछ। त्यसैले यसलाई हामी केटाकेटीमा यताबाट हिँड्दाखेरि उल्टे ओह्रालो भन्ने चलन थियो। यसको नामै उल्टे ओह्रालो भन्ने चलन थियो। यहाँबाट पुगेको अगाडि लागेपछि अब हामी दाहिनेतिर यो यहाँ अगाडिपट्टि देब्रेपट्टि जुन माथि ढिस्को छ, यो ढिस्कोभन्दा माथिपट्टि ठुलो मैदान छ, खेल्ने मैदान छ। त्यो लुइटेल स्कुलको खेल हुँदाखेरि लामा दौडहरू 200 मिटर, 400, 800, 1500 मिटरका दौडहरू त्यही चौरमा हुने गर्थ्यो। 100 मिटरको लागि चाहिँ स्कुल कम्पाउन्डभित्रै ट्र्याक छ र हामी यो ठुलो ग्राउन्डमा खेल्न जानको लागि आउने बाटो आइपुग्नै लाग्यो। यो अगाडिपट्टि देखिएको जुन देब्रेपट्टि जाने यो देब्रेपट्टि जाने जुन बाटो छ, यो बाटो भएर त्यो ग्राउन्डमा जान सकिन्छ। र यो चाहिँ बाटो त्यतिखेर पनि यस्तै फराकिलो थियो, तर रातो माटोको बाटो थियो, चिप्लो बाटो थियो। अहिले चाहिँ पिच बाटो, त्यही बाटोमाथि सडक मार्ग बनेको छ। हाम्रो स्कुलको गेट पनि देखियो। र अब यहाँसम्मको भिडियो प्रस्तुत गरेँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? मेरो च्यानल हरिश फ्रम गोर्खालाई सब्सक्राइब गर्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाई बाई, नमस्ते।